नागिनी मेलामा त पत्याउनु त गाह्रो छ ल के भनेको तिमी जस्तो मगर्नी त म लाइनै लगाइदिन्छु तिमी जस्तो मगर्नी त म लाइनै लगाइदिन्छु भनेपछि म मागेको त्यो गरेर देखाउँछु मगर्नीहरूको दुईटा मगर्नीहरूको बिचमा हुर्रा नाचेर तिमी भनेपछि म मागेको त्यो गरेर देखाउँछु मगर्नीहरूको दुईटा मगर्नीहरूको बिचमा हुर्रा नाचेर तिमीलाई देखाउँछु म अबको भिडियोमा चाहिँ अब हामीले कस्तो खालको बनाउँदा हजुरहरूलाई इन्ट्रेस्टिङ लाग्ने छ होइन त्यस्तो खालको कमेन्ट गर्नु होला हामी त्यस्तै बनाउने प्रयास गर्छौँ के अरे अघिको सिन कट गर्नु अरे हामीले किन देखाउनु किनभने मेरो कुटु फाटेको छ यहाँ कुटु फाटेको छ नि त कटु फाट्यो गाउँघरमा भनेको यस्तो हो नि त साथीहरू है गाउँघरमा भनेको अब पत्ताइन हल्का फुल्का फाटेको कटु त लाइ नै हालिन्छ त्यही भएर भिडियो गर्दा त फाटेको देखाउनु भएको छैन त्यही भएर चाहिँ मेरो कट्टु फाटेको छ कट भनिदिएको क्या ला अघिको सिन कस्तो दामी गइरहेको थियो हाम्रो भोला कुसारी है तर उसको कट्टु फाट्यो अरे क्या फाटेको रहेछ अरे मैले त देखाएको छैन अब अघि अर्को सिनमा चाहिँ पुरै देखिएको थियो भन्दै थियो अनि त्यसलाई हामीले कट गऱ्यौँ ल साथीहरू फेरि पनि तपाईँहरूलाई वेलकम छ हाम्रो नयाँ भिडियोमा है सदा चाहिँ फेरि पनि यो भिडियोलाई माया गरिदिनु होला ल तिमी पनि केही भन वेलकम गर देखेला फेरि देखेला नि फेरि मुनि देखा छैन वेलकम ब्याक टु माई न्यू ब्लग अनि फेरि चाहिँ सदा चाहिँ म आइसकेँ चेतन ब्लगमा अनि हजुर पनि एकदम आराम कुशलै हुनुहुन्छ भन्ने आशको साथ हाम्रो चेतन राईज्यूले भिडियो स्टार्ट गर्नु भइसकिसकेको छ अनि हामी चाहिँ चिसो मौसममा तातो आगो ताप्दै गोठला गरिरहेको छौँ अहिले चाहिँ है अनि यस्तै छ गाउँघरमा चाहिँ मौसम सहर बजारतिर झन् योभन्दा धेरै होला है अरू यही भन्न चाहन्छु अरू के भन्नु अनि आज चाहिँ विशेष भिडियो के बनाउने भन्दाखेरि अब धेरै हाम्रो प्र्याङ्क भिडियो झगडा भएको जस्तो आइरहेको थियो तर आज हामी के भन त तिमी आफै प्लान गर त कस्तो खालको भिडियो बनाऊँ कस्तो खालको हामी यसो गरौँ आज अब अर्को भिडियोमा तपाईँहरूले यो हाम्रो भिडियोलाई हेरेर चाहिँ तपाईँहरूले क्वेसन गर्नुभयो भने तपाईँहरूले क्वेसन गर्नुभयो भने हामी तपाईँहरूको क्वेसनको रिप्लाई गर्नेछौँ हामी पनि ल हो तपाईँहरूले हाम्रो बारेमा धेरै प्रश्नहरू सोध्नु होला तपाईँहरूलाई हामी अर्को भिडियोमा तपाईँहरूको प्रश्नको उत्तर ल्याएर चाहिँ भिडियो बनाउनेछौँ हो हजुर हो अनि अर्को कुरा चाहिँ के तपाईँहरूले भुल्नु हुँदैन भने नि यो मगर्नी डल्लीले चाहिँ मलाई त्यो भिडियोमा एकदम पिट्छ नि त्यो कुरा पनि सोध्नु होला है आफ्नो तरिकाले हो अनि तिमीले त खुब चान्स मार्छौ नि त अनि मलाई भिडियो बनाउनु हो नि त होइन किन चान्स मार्छु भने अब जस्ट भिडियो बनाइन्जाल मात्रै हो क्या मैले उसलाई कुट्टो बनाउनु भनेको अहिले भिडियो बनाउनु अहिले म भिडियो बनाउँदाखेरि उसलाई अहिले डाम्किरामी गर्दा पनि केही भन्दैन क्या होइन अनि जब त मैले उसले भिडियो इन गरिसकेको हुन्छ नि तर मलाई त्यतिखेर चाहिँ कस्तो होइन एकदम उसको निगरानीमा बस्नुपर्ने खालको टाइपको बनाउँछ कि अहिले भिडियो गरिरहेको छु र मात्रै उसले चुपचाप बसिरहेको छ क्या त्यही भएर म भिडियो बनाउने नि उसले डाम्किरामी हिँडाइदिन्छु साँच्चीकै कुरा त्यस्तो भिडियो नगरिन्छ भनेपछि त उसले त चान्स मारेको रहेछ यार धेरै चान्स मार्दो रहेछ यार भिडियोमा त तर तिमीले भिडियो नबनाउँदाखेरि मलाई पनि त चान्स मार्छौ नि त यो गर त्यो गर आइ हान्दिउ ओइ ल तिमी के भन ल क्वेसन के गर्नु भनेर ल कस्तो क्वेसन के गर्नु अबको भिडियोमा चाहिँ हामी हाम्रो जो साथीहरूले भिडियो हेर्नु भएको छ नि मन पराइदिनु भएको छ होइन अब हामीले त्यो बनाए अनुसारको मन पराइदिनु अब हामीले कस्तो खालको बनाउँदा हजुरहरूलाई इन्ट्रेस्टिङ लाग्ने छ होइन त्यस्तो खालको कमेन्ट गर्नु होला हामी त्यस्तै बनाउने प्रयास गर्छौँ त्यही हो ल सबसे सुरुमा चाहिँ हामी के भन्न चाहन्छौँ भने तपाईँहरूले प्रश्न गर्नुहोस् हामीलाई हाम्रो धेरै जीवन लाइफको बारेमा तपाईँहरूले प्रश्न सोध्नुहोस् हो अनि त्यो बारेमा हामी अर्को भिडियो बनाउने छौँ क्युएनए भिडियो तपाईँहरूलाई ल हार्दिक अनुरोध सबैजनाले कमेन्ट गर्नु होला अनि मगर्नी डली चाहिँ एकदमै छुच्ची छ
मलाई एकदमै भिडियोमा धुलो एउटा पिठो कुरा- हुने गरी यहाँ सुन एकछिन धुलो पिठो हुने गरी उसले हान्छ मलाई हो कहिले सिधै दिलमुनि झारिदिन्छ लात्तीले हानेर कहिले कपालमा जगटेर अनि कहिले काहीँ चाहिँ म त्यो लिम्बुनीहरूसँग चासोकमा वर्षमा एकचोटि आउँछ चासोक तङमा त्यतिखेर म लिम्बुनीहरूसँग धान नाच्छु है भन्दाखेरि धान नाच्नु पनि दिँदैन अब चाहिँ सोचिराखेको छु त्यसो भने तिमी धान नाच्छौ भने म पनि तरेवाहरूसँग धान नाच्छु भन्दा दिन्छौ त्यस्तो हो क्या तँ अब कुरा काट्छेस् अनि किन अब- नाच्नु दिँदैन अरे नि अब हेर्नु भिडियोमा त है हरेक कुराको बाहना बनाइदिइरहेको छ क्या बस उसको ठाउँमा मैले हरेक कुरालाई जानु दिइरहेको बस उसको ठाउँमा म भयो भने नि छिरिक्क मसँग गाउँदाखेरि पनि निस्किँदैन क्या त्यस्तो हो अब हेर झन् जाडो पनि बढिराखेको छ कि माघी मेला पनि आउँदैछ माघे गते मगर्नीहरूको महान चाड त्यतिखेर चाहिँ तिमी भन्दा राम्री मगर्नीको बिचमा गएर हुरा नाच्ने हो ओफ ओफ माघेनी मगर्नीहरूले मेलामा त पत्याउनु त गाह्रो छ होला म एउटाले तिमीले पत्याएर मात्रै हो अरूले त छेउ आँखा पनि हेर्दैन के भनेको तिमी जस्तो मगर्नी त म लाइ नै लगाइदिन्छु ओहो, पत्याउँदिन पहिला बोलेर गरेर देखाउने हो मान्छेले अनि मात्रै हो यो त बोलीको पक्का रहेछ भन्नु हो। भनेपछि म माघे गते गरेर देखाउँछु म मगर्नीहरूको दुईटा मगर्नीहरूको बिचमा हुरा नाचेर तिमीलाई देखाउँछु म माघे गते पत्दैन त्यो अस्ति लौरे नि ब्रिटिस डक्टर नि भन्थ्यो खोइ लाउने नि डक्टर नि बिट्रिस नि अब दिन आउँछ नि त यही आउँछ अब दिन तर मगर्नी चाहिँ म सिधै इस, मगर्नी चाहिँ झन् छिटो छिटो म पट्याउँछु क्या पट्टायो म एउटा जाबोलाई त मेरो लागि एउटाको लागि त मरिहत्ते गर्नेले अरूलाई हेर्छ होला हेर्नु अरूले पनि हेर्छ होला के भनेको हौ मगर्नी ल मगर्नीहरू को हुनुहुन्छ छिटो कमेन्ट गर्नु त मलाई त पत्ता आएन त यार मैले त बरैले हेरेको पछाडिबाट के भन्छ यार मसँग बोल्नु नपाउँदाखेरि नि एक दिन नै सुत्दैन थियो होइन अनि कहाँको मान्छे कहाँसम्म जो भेट्नु आउने क्या आम्मामा त्यसलाई भन्छ साँचो माया अनि साँचो माया गर्नेलाई त सबै केटीहरूले हेरिहाल्छ नि म साँचो माया छ भने त्यो केटीले पनि माया गर्दैन र कुरा गर्छ अहिले त टाँसिन्छ नि किन छेउछेउ जाने ओए ल मगर्नीहरू सबैजनाले कमेन्ट गर्ने है हाम्रो Q&A-मा मगर्नीहरू यो राईनीहरूले मगर्नीले पनि गर्दा पत्याउनु हुन्छ छोड्यो नि क्या फेरि। मलाई राईनीहरूले पनि गर्दा हुन्छ